गाइस फेरि एउटा नयाँ ब्लगमा स्वागत छ हजुरहरूको। धेरै दिनपछि आज फेरि एउटा ब्लग अनि ब्लग भनेको चाहिँ कस्तो छ भन्ने अगाडि हेर्नु होला। ल गाइस हामी चाहिँ अब हामी पाठा मनाउँदैछौँ। खास चाहिँ कुल पूजा गर्ने होइन। आज पाठा मनाउनु पर्यो बेलुकी अनि भोलि फेरि लाने हो। तर आज टक्क पाठा बनाउँदैछ भन चारवटा पाठा ल सुशील भाइले ट्याक्क छ उता ड्याडी देखाउने बोकाउने को ठुलो आयो अब भित्र लानु पर्यो मनाउनु ठ्याक्कै। यहाँ सबै बिजी भएर भित्र फेरि भिडियो बनाउनु पाइएन क्या। ठ्याक्क मानाएर भित्र बाहिर ल्यायो होइन। मिलन सरले यता चौनु सजनी सरले ल सजनी गुड मर्निङ। ठ्याक्क अब बिहान मिलन सरले चिया खान लानुभयो। ठ्याक्कै आउँदाखेरि भिडियो यो सुशील सरले भिडियो बनाउने ल फेरि यहाँ दुई भाइले ठ्याक्क बोका लिएर आएको नि चम्मलाएर कान्छ भाइ के लिएर लतार ला सचिन लतार ला दुई भाइ दुईटा बोका यहाँ ठ्याक्क मिलाउनु पर्यो नि त। जलपानी चोखो गराउनु पर्यो नि। हाम्रो रिता दिदी ठ्याक्कै एउटा पाठा आयो फेरि अर्को आयो हाम्रो ठुलो बोको थाहा छ एकदम आरामै हो क्या। यस्तो भनेको ड्रागन जस्तै त्यो त सब धेरै ठुलो हो नि त। ए अहिलेको सबभन्दा ठुलो बाटो पाठाले माला लगाइसक्यो अब लगाइ जान्छ मनाएर ल्याइसक्यो ठ्याक्क मनायो अनि भित्र फेरि यस्तो ल ठुलो बोको नि अहिले सानाले मानिन्छ आज फेरि हिजो ठुलाले ढिलो गर्यो आज सानोले यता होला ए लगाइ जाम सानो पनि आयो चाहिँ अब माथि निस्किनुपर्छ। ल जमजम जान लाग्यो ल हामी चाहिँ लाग्यो है। अब मन्दिरतिर जानु पर्यो पूजा गर्नु पर्यो। ए लतार कान्छ लतारलाई सचिनलाई ल हामी ठुलो बुवा अगाडि लाग्नुभयो। हेलो भनिदिनु त माइजू हेलो हजुर हाई ए हुन्छ ल भाइ ल सिस्टममा अब बोकेर हिँड्नु पर्यो। माथि बाटा एउटा लाग्यो ओइ भर्खर मान्छेले आफै उचाल्न हुन्छ अहिले उचाल्न जान्छ
कोण बोल है रे हिँड्नु पर्यो नि तँ ल्याएर त्यसले चिसामा हिँड्ने आइन्छन् के बक 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 बिचरा यस्तो कुरा आयो अहिले उचालेर हिँड्दैन नि यार ए त्यस्तो के बोलिरहेको छ त ल हाम्रो माथिका अङ्कलहरू पनि आउनुहुन्छ 5 फेरि आइज आइज ल गाइस हामी चाहिँ ठ्याक्क आइयो अब यहीँ बोका बान्ने हो नि सुन्तला रुखमा अनि ठ्याक्क माथि त्यो मन्दिर रातो रातो ठ्याक्क देख्यो नि मस्ती त छ नि त त्यहाँ पूजा गर्ने हामी ल पाठा चाहिँ यत्र आइसक्यो होइन यसलाई चिन्छ कि यसलाई सुसु त्यहाँ हुन्छ अनि यता पनि आइसक्यो यत्र अझै आधी आउन छ बल्ल यो तलको माथिको आउनु हुन्छ नि कमसेकम ल यो चाहिँ हाम्रो माथिका पाठा यात्रा रमाइलो छ र माथितिर पनि आयो अब लगाइ जान्छ देउली अब सुरु लाग्यो ठोकेर ठुल्ठुलो चाहिँ देउली अब पाठा राख्नु पर्ने मान्छे नि आयो अब यहाँ कामनी सामनी हुन्छ अब यहाँ पाठा साठा बनाउने यताति पूजा सुजा गर्ने अनि फेरि पारीको वृत्ति लानुपर्छ भरेसम्म त बढी भिडियोमा रहनु होला हेर्नु होला मजा गर्नु होला ल चाहिँ हाम्रो चाहिँ यहाँ मन्दिर ठ्याक्क मान्छे अब ठुलो बडाहरूले पाका मान्छे चाहिँ यता कोही अब ड्युटी या तल बोकेर हेर्न हाम्रो केटाहरू चाहिँ यस्तो छ बाटा राम्ररी हेर केटाकेटी पाठा हेर्न सक्नुहुन्छ कहाँ रोबिन भाइ घाँस खुवायो अलि मस्तै ठिक छ हाम्रो कपिल सर ल कपिल सरको पाठहरू गाउनु हो त अनि परवेश भाइ टक्क जेन्जी त हो टक्क पाठो ल वेलकम माई टु युट्युब च्यानल केटाहरू यहाँ छन् हाम्रो जेन्जी चाहिँ यहाँ छ है टक्क हल्ला गर हल्ला गर वेलकम माई टु युट्युब च्यानल भलक के छ केटाहरू सन्चै हौ फेरि ठाडो गर्नुहुन्छ अब ठाडो फेरि भलक हुन्न यस्तै हो हाम्रो पारा सो गाइस यिनी परेश भाइ यिनी चाहिँ सुशील भाइ हामी चाहिँ अब गौरवतिर लाग्ने लाग्यो होइन हेर होइन लगाइ जब चाहिँ हाम्रो ठ्याक्क यता मनाइयो अब चाहिँ हामी गोरुतिर जाने होइन ठ्याक्क माथिहरू घुमाएर माथिर काम म देखाउँछु होला जस्ट अ मिनट ल अब हामी चाहिँ लाग्यो है लाग्यो मान्छे चाहिँ अनि फुका कान्छ फुका यो हिन्दी नगर अब यो
हात चाहिँ हात लगाइछन् चाहिँ अब यहाँ मान्छे अब टन्ने भनेर अब अगाडि त्यहाँमा कामे छन् बोका यस्ता मातेर कसो गरे यहाँ देखिन्छ अनि अब चाहिँ यहाँ देखिन्छ कि काम गर्ने त्यो यस्तो काम मान्छे होइन देउता मान्छे टनाटन पाटा टनाटन परम्परा यस्तो छ नि त अब चाहिँ अब अगाडि धामी गइरहेको छन् होइन हामी चाहिँ ढुक्क उगाएर लगेर बोकेर यहाँ उदाएर घुमेर जाने होइन ल हेर्दै जानुहोस् रमाइलो हुन्छ मन्दिर घुमाइ बेटा कान्छ सुशील भाइ हिँड सानीमा जाम जाम हिँड्नु सानीमा बाहिर जाने होइन र बहिनी कहाँ त उहाँ होइन लगाइछ अब यहाँ चाहिँ तोरीबारीको बिचमा पाठा अङ्कलले अगाडि डोराउनु भएको र लतार्ला तोरीबारी छ नि डम्मा अनि पछाडि पाठा अनि पारी चाहिँ हिमाल देखिन्छ त्यो दामी छ नि भ्यू चाहिँ हाम्रो गाउँ चाहिँ गाउँ स्वर हो स्वर हो अब हामी गएर सबैलाई आफ्नो गाउँको माया लाग्छ त्यही पनि हो सुस्तो हिँड्नु सुस्तो जाम अब जाम
के हो ini paling penting ini. हजुर नमस्ते नमस्ते पुग्नु पुग्नु बल्ल आइयो हामी गौरमा अब यहाँ पाठा मनाउने काट्ने सबै हुन्छ बाह्र वर्षपछि बल्ल खुले सुशील बल्ल
सुशील ए कान्छा फुक 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 मैले बताउनु गाइस हामी चाहिँ अब गौरा आइयो यो हाम्रो ठ्याक्क गौरव हो यत्रो बोका खान यत्रो रुख छ हाम्रो गौरव यो कपिलको अग र यो हाम्रो यो कुडाल सरको केटाकेटी यस्तै गरेर भिडियो बनाउने त्यो सुशील सरको यो त्यहाँबाट हिमाल चाहिँ बवाल देखिन्छ के जे होस् हिमाल देखिन्छ बवाल हेर्ने हो गाइस स्वर्ग हल्का रुखले छेक्छ क्या त्यही भएर म त बहुत खुसी भएको छु आज देउडी भयो देउडी भयो आज बहुत खुसी छु हो र गाइस यहाँ यो भिडियो पठा ल ओ भाइ यो भिडियो पठा ल ल 1 2 3 एन्ड गो आनन हान ठोक्दै ठोक दे वेलकम टु माई टुल्दी भलक जेन्जी हो जेन्जी एकचोटि हानेपर्छ सयचोटि आगो बालिदिन्छ लगाइछ हाम्रो चाहिँ यो गाउँबाट यता अब हामीले कुकुरी दाउ बोकेर हिँड्यो हो दाउ यत्र खान अझ देखो खोइ झिको ए भएको हारो ल लौ त ल ए म उज्जै यही हाम्रो बा पाठ यस्तो रहेको सन्तोषको रा यताबाट लगेर ठ्याक्क काटेर अनि यताबाट यहाँबाट फाल्छ कि भित्रबाट रुँदैन ए दामले लिएर आउनुस् अलिअलि हत्तु देखिरहेछ काटेर बोकाउनु के ए नानी होइन कि बच्चे ओ बाफ्रे र यहाँ ठ्याक्क दबाई पाटा फोटो सबै अब काट्छ ठ्याक्क डोडोलाई पछि बुझिराखन नाम लेखेका कसको होइन हाम्रो त हजुर खाने बोका काट्यो अब अरू बोका बल्ल बनाउने के खाने बोका काट्यो त बाजे त चढ्दैछ अब हाम्रो बाटो हो तेरो माथि उठायो भनेदेखि यसले डायमन्ड पखाल्न ला अब गाईहरू हामीले भरे डायमन्ड खाने हो दुईटा जलवा है हमारा प्योर डायमन्ड केटा हेर पहिला सेता बनाउने हो त्यहाँ धएर सेतो भयो सेतो यसलाई रातो बनाउने एकछिनमा
भगे भगे